अन्तत एका बिहानै नेपाली सेना कालापानी क्षेत्रको लागि निस्कियो। भारतले खन्यो नेपालको कालापानी क्षेत्रमा एकतर्फी बाटो, नेपाली सेनाले लियो अहिलेसम्मकै ठूलो एक्सन। भर्खर बन्द गाडी सहित नेपाली सेना सडकमा निस्किएपछि छिमेकी राष्ट्र भारतमा हलचल। प्रधानमन्त्री बालेन्द्र शाहको यस्तो चेतावनी, नेपाली भूभागमा कसै पनि धावा बोल्न खोज्छ भने हामी सहन सक्दैनौं। नेपाली सेनालाई तत्काल सीमा क्षेत्रमा खटाउने गरी काम हुँदै। बालेन्द्र शाहले भने नेपालको भूभागमा आँखा लाउन छोडिदेऊ। अब समाचार सुरु गरौं। सुरु गर्नुभन्दा पहिला तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र हाम्रो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। यदि तपाईँले पनि कालापानी लिपुले फिल्म यात्रा फिर्ता भएको हेर्न चाहनुहुन्छ भने यस लेखेर जति सक्दो यो भिडियो सारा नेपालीसम्म पुर्याइदिनु होला। सुरु गरौं आजको मुख्य विषयवस्तु। सरकारले आदेश गरेमा वा निर्णय गरेमा जुनसुकै बेला कालापानी लिपुले फिल्म यात्रामा हट्न तयार रहेको नेपाली सेनाले जनाएको छ। सीमामा सेना नखटाएको भन्दै आलोचना